नमस्ते। म प्रकृतिसँग रमाउने मान्छे। हेर्नुहोस्, मैले मेरो घरमा पनि थुप्रो रुखहरू करिबन तपाईँको 2-3 लाख रुपियाँ मैले खर्च गरेर मेरो 1 बिघा जमिनमा मैले यति धेरै रुखहरू लगाएको छु नि, कुरै छोडिदिनुहोस्। यहाँ मैले कम्पनीमा काम गर्दा यो रुख पनि मैले लगाएको है। यो रुख तपाईँको यो निमको रुख छ नि, यो पनि मैले लगाएको, यो पछाडिपट्टिको भागमा। अनि यो पिपलको रुख होइन, जय विष्णु, म यो भगवान्लाई एकदम मान्छु है। यो पनि मैले लगाएको। अनि एकदमै मन लागिरहेको थियो। म चराचुरुङ्गीहरूलाई बढी मन पराउँछु। मेरो घरमा पनि थुप्रो चराचुरुङ्गीहरू छ अहिले पनि है। अनि यो तपाईँले देख्नुहोस् त, यो माथि देख्नुभयो, यो हेर्नुहोस् त। यी चराचुरुङ्गीहरू एकजना साथीको कन्ट्याक्टबाट मैले चाहिँ मगाएर यहाँ यो रुखको छारीमा राखेको छु कि हाम्रो यो कम्पनीको पछाडिपट्टिको भाग होइन। चुचुचुचुचुलाई हेर्नुहोस् त। मलाई यो प्रकृतिसँग बढी माया छ। हेर्नुहोस्, मलाई एकदम मनपर्छ रुखहरू, चराचुरुङ्गी होइन, यस्तो चिजहरू एकदमै मनपर्छ कि। यो उजाड भएको ठाउँमा पनि मलाई यो चराहरू, मैले 4वटा चराहरू र अनि यो चाहिँ मैले जालीलाई लिएर होइन, यो सुगाहरू हो क्या, सुगा प्यारट होइन। अनि यसरी तपाईँको चाहिँ यो पिपलको रुख छारी होइन, ट्याक्क चाहिँ यसरी चाहिँ मैले राखेको छु गाइज है। ल हेर्नुहोस् त, यो है माया गर्नुपर्छ। आओ ल हेर्नुहोस्, रमाइलो वातावरण होइन। ल हेर्नुहोस् त। थ्याङ्क यू सो मच। जहाँ भए पनि मनलाई शान्त पार्ने कोसिस गर्नुपर्छ। हेर्नुहोस्, जिन्दगीमा समस्या सबैको जिन्दगीमा छ, समस्या छ, पैसाको अभाव छ, धेरै कुराहरूको अप्ठ्यारो स्थिति छ। त्यसलाई हामीले अलिकता आफूलाई सम्हालेर सही ट्र्याकमा हिँडेर त्यसलाई समस्यालाई समाधान गर्नुपट्टि लाग्नुपर्छ है। थ्याङ्क यू सो मच। नमस्ते गाइस, नमस्ते।